विराटनगर उहाँदेखि आउनुभएको मोरङ सुनपर्सी छ। वहीँ छ त्यत्रो हस्पिटल, त्यत्रो छ त एकसयको हस्पिटल। धेरै ठुलो हस्पिटल छ, नोबेल भयो। अनि विराट छ, त्यति राम्रो हस्पिटल छोडेर किन यता आउनुभयो? किन एउटा विश्वास, मलाई जहाँ विश्वास लाग्छ त्यहीँ हो। धेरैले पनि अब जा न विराटन कति छ भनेर, होइन म पोखरै सोचेर आएको हो, तर ढिलो भयो पनि एकचोटि जान्छु। कहिले आएको थियो तिमी विदेशबाट? मैले भदौ लास्टतिर 28-29 गते यस्तो 2-3 महिनासम्म 1.5 महिना कहीँ देखायो होला नि? कुनै ठाउँ देखाएको छैन। के त्यस्तो मतलब रोग लाग्छ कि पनि भन्ने, अनि ठाउँमा पनि ठाउँमै छौ तिमी, 3 महिनासम्म के गरेर बस्यो त? यस्तो हो, अब त्यहाँ एउटा के हुन्थ्यो भने त्यहाँको डक्टरहरू अनुसार केही छैन भाइ भन्थ्यो कहिलेकाहीँ, केही छैन नर्मलै छ, तेज पारेर छ, तब एन्टिबायोटिक केयर दियो। तिमी गाह्रो भएर आएको नि नेपाल त? गाह्रो भएर आएको। 3 महिनासम्म किन उपचार नगरेको? यहाँ नर्मल भयो क्या, दिशा पनि हुने टाइममा खाना पनि रुच्ने, त्यहाँ रुच्दैन त्यो खाना। ए नेपाल आएपछि नेपालको माहौल, माहौल नेपालको क्या खानपानले हो वातावरण, के हो, आफूलाई सहिलो अनुभव भयो। हजुर। अनि अहिले चाहिँ किन आयो त? अचानक फेरि एउटा मनको शङ्का हुन्छ नि त, एउटा विश्वास है एकचोटि देखाइहालौँ न डाक्टर साहबलाई। ए मतलब बिरामी भएर आयो, नेपाल पनि बस्यो, हजुर। नेपालको खानपान सबै मिल्यो, राम्रै लाग्यो, राम्रै लाग्यो। अब विदेश जाने पालो आयो, भयो एकचोटि देखाऊँ भन्ने भयो। देखाऊँ भयो क्या, त्यहाँ सोचेर आएको देखाउँलाई। अनि त्यो एकचोटि देखाऊँ भने उतै त्यो देखाइ भइहाल्थ्यो त। उता किनकि एउटा विश्वास हुन्छ नि त, तपाईँसँग अब टिकटकमा पनि मैले गरिराख्ने हो। सुन्नुभयो बिरामीहरूको कुरा? बिरामी भयो भने भन्ने, नेपालमा आएपछि पनि कति बिरामी मैले धेरै यस्तै भेट्छु। हजुर हजुर। बिरामी भनेर छुट्टी लिएर आउने, लास्ट मोडमा देखाउने। हजुर। कतिको बाना के हुन्छ, सुरुमा देखायो नि त फेरि अब हुने भयो, लास्टमा किन देखाउनु पर्दैन? लास्टमा केही समस्या देखियो भने डक्टरले केही बिरामी देखाउँछ कि भन्ने मनमा त्यो आश पनि हुँदैन चाहिँ के हो थाहा भएन बिरामीहरूको। धेरै बिरामी छुट्टी लिएर आउँछन्, मैले देखेको छु। अन्तिममा देखाउनु खोज्ने, अनि केही समस्या भने सर छुट्टी मिलाइदिनुहोस् न भन्ने खालको पनि कुरा गर्छन् कि। तपाईँको चासो त्यस्तो होइन? मेरो चासो त्यस्तो होइन, मैले त्यहाँ छुट्टी नपाएर, हुन त 6 महिना 1 वर्ष अगाडिदेखि नै यस्तो मलाई कहिलेका पेट ढुस्छ हुने। जस्तो मैले तपाईँ नराम्रो रोग छ भने अल्सर छ भने फेरि 1 महिनापछि आइज भने के भन्नुहुन्छ नि? आउनुपर्छ, निको भएन त दबाले मेडिसिनले भने तपाईँ त 10-15 दिनमा जान खोज्नुभएको छ त्यही होइन? तर मैले तपाईँलाई यदि 1 महिनापछि आइज भने के भन्छ? छुट्टी तन्काउनुहुन्छ? छुट्टी त अब त कुरा गर्नुपर्छ बोससँग। कुरा छुट्टी नदिने हाम्रो त्यही हो क्या, सिफ्ट चेन्ज भएपछि छुट्टी नदिने। हुन्छ ल, म उहाँको उपचार अगाडि बढाउँला। मैले यसरी बिरामीहरू आउनुहुन्छ टाढटाढोबाट, तर सुन्नुभयो नि, बिरामी भनेर आयो, नेपाल बस्दाखेरि ठिकै भयो जस्तो लाग्ने, नेपालको खानपान, आमाको माया, श्रीमतीको माया, नेपाली दाल भात तरकारी, नेपाली घरको माछा मासु खाँदा पनि सहज महसुस हुने, टाइममा सुत टाइममा उठ छैन, मनलाई खा मनलाई नखा, सुत नसुत, उहाँ त मेसिनरी लायक छ, चिन्ता छ, रमाइलो एक रत्ती थिएन, साथीभाइ डुलो भने कसैको ड्युटी मिल्छ कसै मिल्दैन, नाइट ड्युटी छ, दिनमा सुत्यो साथीहरू डिस्टर्ब गरिदिने, राम्रै सुत्न पनि पाएको थिएन भने चाहिँ बेचैनी 10 थरी कुराले गर्दा पनि पेटमा ग्यास एसिड रोगको अनुभव हुन्छ। यहाँ त भएको रोग पनि दुख्छ कि रमाइलो मानेपछि। त्यहाँ फेरि टाइम टेबल खाना पनि हुँदैन। यहाँ त इभन रोग रहेछ भने नि भएको रोग पनि दुख्छ। त्यो पनि हो। हुन्छ, भाइको अगाडि के छ जाँच गर्दै गरौँला। किनकि हाम्रो मोरङबाट पनि धेरै मान्छे आएको, विराट चोक कता कता आइरहेछ त नि।